देश यो संकटमा छ, जनता लुट्दैछस् त। देश यो देशमा देशको शक्ति देशको भक्ति। तँले सकि तँ गर, मैले सकि म गर्छु। के भनिस् रे? देशको चिन्ता माटोले खोज्दैछ जसलाई, जन्माई नहाले उसलाई। कहाँको हत्यारा? दिउँसै हत्या गर्दै हिँड्ने साला हत्यारा यहाँ पो रहेछ। हत्यारा दिउँसै हत्या गर्दै हिँड्ने। अब तँलाई खोरमा बास हुन्छ। हिँड यहाँ बस। हेर हेर हत्यारा दिउँसै मान्छे मार्दै हिँडे। जहाँ था देशमा कानुन थिएन कि देश चलाउने आफै राजा ठान्यास्। छि 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 यस्तालाई कस्तोले जन्म दियो होलान् यस्ता हत्यारा। के भन्यो यसले? सर 1 मिनट। के को मिनट सिनेट हिँड छिटिन हत्या गर्दै हिँड्ने। प्लिज सर 1 मिनट। कानुनको कुरो गर्दैछस् त? जुन देशमा 22 जना विद्यार्थीको गोली हानी हत्या गरेछ, जुन देशको अस्तित्व बोकेको सिंहदरबार जस्ता भवनहरू जलेर नष्ट भएको छ, जुन देशको न्याय दिने सर्वोच्च अदालत जस्तो न्याय मन्दिरहरू चलेर ध्वस्त भएको छ, त्यो देशको कानुनको कुरो गर्दैछस्? अरे यार देशमा केही होस् या नहोस् यसरी दिनका दिन मान्छे मार्न दिउँसै हिँड्न त भएन नि यार। हेर गाउँले, यो मुजी देशमा कुनै कानुन छैन। यो संकटको घडीमा जसले मेरो देशलाई लुटपाट गर्दै हिँड्छ, जसले लेडिज माथि कुदृष्टि गर्छ, गिद्धे नजर लगाउँदै हिँड्छ, त्यसलाई म पूजा गरेर राखौं? मैले जे गरी मैले मेरो देशको लागि, मेरो जनताको लागि मैले एकदमै ठिक गरे। मेरो यो पवित्र देशमा, पवित्र धरतीमा यस्ता कपुतहरूको यो धरतीमा कुनै पनि बाँच्ने अधिकार छैन। हेर्नुहोस् तपाईँ पनि ठिक हो, तपाईँ आफ्नो ठाउँमा एकदम ठिक हुनुभएको छ। तर के गर्नु, कर्मको फल त भोग्नै पर्यो होइन र? ल अब धेरै भाषण नछोड, जे गर्नु तँलाई कानुनले गर्छ हिँड।